Welcome to the pitch and cricket once again. Nepal Premier League Season 3 is around the corner. नेपाल प्रिमियर लिग सिजन 3 को चाहिँ अक्सन भोलिरहेको छ। नेपाल प्रिमियर लिग सिजनमा चाहिँ प्रत्येक फ्रेन्चाइजहरूले चाहिँ आफ्नो रिटेन प्लेयरहरू एनाउन्स गरिसकेको छ। कुन कुन प्लेयरहरू चाहिँ रिटेन भएका छन् र कुन कुन फ्रेन्चाइजलाई चाहिँ आफ्नो टिममा के विकनेस छ के स्ट्रेन्थ छ र अब यो अक्सनमा चाहिँ 370 रेजिस्टर्ड प्लेयरबाट कुन प्लेयर चाहिँ चुज गर्नुपर्छ, कुन प्लेयर चाहिँ भ्यालुएबल चाहिँ एउटा वा महँगो दाममा महँगो पैसामा चाहिँ बिक्न सक्छन् त, कुन प्लेयर छन् जसले चाहिँ आफूलाई चाहिँ अन द टेबलमा चाहिँ मेरो भ्यालु यति हो, आई हेभ दिस स्किल्स भनेर चाहिँ लिएर आउन सक्छ। त्यो बारेमा मैले भिडियोमा डिस्कसन गर्नेछु। त्यसैले पिच एन्ड क्रिकेटलाई लाइक गरिदिनु, पिच एन्ड क्रिकेटलाई सपोर्ट गरिदिनु। प्लिज डु लाइक, सब्सक्राइब र कमेन्ट सेक्सनमा गएर नेपाल क्रिकेट फ्यान्सहरूको चाहिँ एउटा कमेन्ट सेक्सनमा गएर मैले कमेन्ट देख्न पाऊँ कि कुन कुन फ्रेन्चाइजलाई चाहिँ सपोर्ट गर्दै हुनुहुन्छ सिजन 3मा। सुदूरपश्चिम रोयल्स हो कि विराटनगर किङ्स हो कि लुम्बिनी लायन्स हो कि द डिफेन्डिङ च्याम्पियन हो कि, प्लिज डु कमेन्ट। अब सुरुमा चाहिँ स्टार्ट गरौँ। सुदूरपश्चिम रोयल्सको जुन तरिकाको रिटेन प्लेयरहरू छ, एक्सपिरियन्स प्लेयरलाई चाहिँ ब्याक गरेको छ, जसमा चाहिँ दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोरा र हेमन्त धामी, इक्मत मारा। अब ओभरअल प्लेयरहरू हेर्दाखेरि अब दिपेन्द्र सिंह ऐरी मेन प्लेयर, आरिफ शेख र ईशान पाण्डेको सधैँ एउटा स्ट्राइक रेटमा चाहिँ एउटा प्रब्लम आइरहेको छ टी20मा। त्यसैले अब सुदूरपश्चिम रोयल्सको चाहिँ ओभरअल रिटेन प्लेयरहरू हेर्दाखेरि मलाई के लाग्छ भने यिनीहरूलाई एउटा क्लोज प्लेयर। अब सुदूरपश्चिम रोयल्स भन्ने बित्तिकै प्रत्येक सिजनमा चाहिँ फाइनलमा सेमिफाइनलमा गइरहेको टिम हो। यिनीहरूलाई एउटा मात्र के मिसिङ चाहिँ छ भने क्लोज प्लेयर भन्ने बित्तिकै एउटा एट्याकिङ ब्याट्सम्यान टप अर्डरमा। किनभने विनोद भण्डारीको स्ट्राइक रेट सिजन 2मा 110 को स्ट्राइक रेटले चाहिँ रन हानिरहेका थिए, तर जुन तरिकाको एउटा कन्सिस्टेन्ट लेभलमा रन हान्नुको साथसाथै स्ट्राइक रेट पनि मेन्सन वा मेन्टेन गरिदिएको भए सुदूरपश्चिम रोयल्सले अलिकति राम्रो पनि गर्न सक्थ्यो। अब अरू प्लेयरहरू भन्ने बित्तिकै फास्ट बलिङमा चाहिँ अविनाश बोराको आउटस्ट्यान्डिङ पर्फर्मेन्स थियो सिजन 2मा, 17 विकेट चाहिँ लिएका थिए। अब सुदूरपश्चिम रोयल्सको चाहिँ ओभरअल रिटेन प्लेयर र अलिकति एउटा प्लानिङ के हुनसक्छ भने टप अर्डर ब्याट्सम्यान र मिडल अर्डरमा चाहिँ अब मेन भनेको दिपेन्द्र सिंह ऐरी, आरिफ शेख छ। त्यसैले अब अर्को भनेको स्पिनर चाहिँ चाहिएको छ। एउटा राम्रो स्पिनर भयो भने सुदूरपश्चिम रोयल्सले फेरि फाइनलमा मात्र होइन ट्रफी पनि जित्न सक्छ। अब नेक्स्ट भन्ने बित्तिकै रिटेन प्लेयरमा चाहिँ हाम्रो कर्णाली याक्सको चाहिँ सधैँ के हुन्छ भने सधैँ एउटा भाइब्स हुन्छ। सधैँ एउटा चाहिँ सोसल मिडियामा चाहिँ कर्णाली याक्स भन्छ, तर जुन तरिकाको पर्फर्मेन्स हुन्छ अन द फिल्ड सधैँ चाहिँ आफ्नो फ्यान्सहरूलाई चाहिँ डिसपोइन्ट गर्ने काम गर्छ। अब रिटेन प्लेयरहरूमा चाहिँ सोमपाल कामी, गुलसन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सरफ, उनिस विक्रम सिंह ठकुरी, युवराज खत्री। अब ओभरअल हेर्दाखेरि चाहिँ रिटेन गरेको जुन प्लेयरहरू छ नि, त्यो प्लेयरमा चाहिँ अलिकति बलिङ एट्याक चाहिँ अलिकति स्ट्रङ चाहिँ गरेको छ कर्णाली याक्सले, जसमा चाहिँ सोमपाल कामी मेन, गुलसन झा अलराउन्डर, नन्दन यादव भनेपछि नेपाली प्लेयर्सहरूको चाहिँ एउटा भरमाण छ। यहाँ चाहिँ स्पिन एट्याकमा युवराज खत्री, तर पहिलाको सिजन 2मा युवराज खत्री, दीपक डुम्रेलाई चाहिँ अलिकति चान्स दिनुपर्ने हो। पवन श्रफको जुन तरिकाको पर्फर्मेन्स थियो त्यति राम्रो थिएन ब्याटिङमा। त्यसैले अब लोकल प्लेयर्सहरूलाई पनि ब्याक गरेको छ, एक्सपिरियन्स प्लेयरहरूलाई पनि ब्याक गरेको छ। त्यसैले अब कर्णाली याक्सको चाहिँ यदि कुरा गऱ्यो भने चाहिँ यिनीहरूलाई मेन चाहिएको भने मिडल अर्डरमा चाहिँ ब्याटिङ राम्रो प्लेयरहरू चाहिँ चाहिएको छ मिडल अर्डरमा, जसले चाहिँ रोटेटिङ अफ द स्ट्राइकलाई पनि ख्याल गरोस्, चाहिएको बेला एट्याकिङ पनि गरोस्। किनभने कर्णाली याक्सको पहिला सिजन 2को मेन प्रब्लम भनेको पनि ब्याटिङै थियो।
बलिङमा पनि त्यति राम्रो थिएन किनभने नन्दन यादवले 10 विकेट मात्र लिएका थिए र सोमपाल कामीले जम्मा 9 विकेट लिएका थिए। त्यसैले मेन प्लेयरहरूको पनि पर्फर्मेन्स त्यति राम्रो थिएन। त्यसैले ओभरअल कर्णाली एक्सलाई चाहिएको ब्याटिङ मिडल अर्डरमा र टप अर्डर ब्याट्सम्यानमा चाहिँ अलिकति राम्रो एट्याकिङ ब्याट्सम्यान भयो भने कर्णाली एक्सले राम्रो पर्फर्मेन्स गर्न सक्छ। अब नेक्स्ट भनेको रिटेन प्लेयरमा पोखरा एभेन्जर्स। पोखरा एभेन्जर्स भन्ने बित्तिकै कुशल भुटेल। कुशल भुटेलमा चाहिँ यति धेरै डिपेन्डेन्सी छ कि पोखरा एभेन्जर्स, कुशल भुटेलको ब्याटिङ यदि राम्रो भएन वा फ्लप भयो भने पोखरा एभेन्जर्सले चाहिँ अब आफ्नो ओभरसिजलाई पनि पिक गरेको थियो। पहिला रोसिङ्टनलाई पिक गरेको थियो। रोसिङ्टनको जुन तरिकाको पर्फर्मेन्स थियो आउटस्ट्यान्डिङ थियो। पहिलाको सिजनमा चाहिँ पोखरा एभेन्जर्सको मेन प्रब्लम भनेको मिडल अर्डर ब्याटिङ थियो। अब यो पालि चाहिँ पोखरा एभेन्जर्सले रिटेन प्लेयरमा सागर ढकाल, अर्जुन कुमार, विपिन खत्री, दिनेश करेल, किरण थाङ्गुना, आकाश चन्द भनेपछि फास्ट बलिङलाई पनि अलिकति स्ट्रेन्थ गरेको छ। फास्ट बलिङमा आकाश चन्द, स्पिनरमा सागर ढकाल। अब ब्याटिङमा चाहिँ पोखरा एभेन्जर्सले कुशल भुटेलको स्ट्राइक रेट छुट्टै अरू प्लेयरहरूको चाहिँ स्ट्राइक रेट त्यति राम्रो थिएन। त्यसैले पोखरा एभेन्जर्सले के ध्यान दिनुपर्छ भने यसपालि चाहिँ ब्याटिङ एप्रोचमा चाहिँ अलिकति एट्याकिङ ब्याट्सम्यान मिडल अर्डरमा पनि लिएर आएर यदि सिजन 3 को लागि तयारी गर्यो भने एकदम राम्रो हुन्छ। मिडल अर्डरमा चाहिँ अलिकति एक्सपिरियन्स चाहियो। एक्सपिरियन्स भन्ने बित्तिकै अब कर्णाली एक्सको हो कि कुन फ्रेन्चाइजको रवि भोपारा थियो नि, रवि भोपारा चाहिँ चितवन राइनर्सको थियो। हो त्यस्तै प्लेयरहरू चाहिँ लिएर आउनु पर्यो, एउटा वा दुईवटा। एउटा लिएर आयो भने पनि अलिकति मिडल अर्डरमा चाहिँ अलिकति एक्सपिरियन्स प्लेयर हुन एकदम इम्पोर्टेन्ट छ। अब नेक्स्ट भनेको चाहिँ हाम्रो चितवन राइनोज। राइनोज जस्तो रिजल्ट वा राइनोज जस्तो एउटा पर्फर्मेन्स आउन बाँकी नै छ। चितवन राइनोजले रिटेन प्लेयरमा कुशल मल्ल, वान अफ द नेपालीज ट्यालेन्ट, नेपालीको जुन तरिकाको एउटा क्रिकेटमा चाहिँ नेपाल क्रिकेटमा चाहिँ वान अफ द ट्यालेन्टेड प्लेयर कुशल मल्ल। त्यसपछि दीपक बोरा, देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, अर्जुन साउद भनेपछि मेन लोकल प्लेयरहरू फर्ममा पनि छन्। फर्ममा देव खनाल फर्ममा छ, जुन तरिकाको डोमेस्टिकमा रह्यो, आफ्नो पर्फर्मेन्स जुन तरिकाको नेपालमा पर्फर्मेन्स थियो, अनि दीपक बोराको पनि राम्रो पर्फर्मेन्स आइरहेको छ भनेपछि यिनीहरू प्लेयर भनेको लोकल प्लेयर्स। लोकल प्लेयरमा एक्सपिरियन्स छैन। त्यसैले चितवन राइनर्सले जे गरेको थियो नि पहिला सिजनमा, एक्सपिरियन्स प्लेयर सोहेल तन्वीर, रवि बोपारा, त्यस्तै प्लेयरहरूलाई लिएर आएर लोकल प्लेयर्सहरूले चाहिँ राम्रो पर्फर्मेन्स गर्यो भने चितवन राइनर्स क्यान गो रियली अहेड हुनसक्छ। चितवन राइनर्सको त्यो देखेको छु मैले ओभरअल पिक्चर हेर्दाखेरि चाहिँ। अब अर्को भनेको मेन भनेको काठमाडौँ गोर्खाज। काठमाडौँ गोर्खाजको चाहिँ जुन तरिकाको पर्फर्मेन्स त्यो सिजन 2 मा राम्रो थियो। अब अहिले रिसेन्टली पनि न्युज आइरहेको छ कि काठमाडौँ गोर्खाजले म्यानेजिङ डिरेक्टर हो क्या सायद, म्यानेजिङ डिरेक्टरमा चाहिँ शरदलाई चाहिँ शरद भैसकरलाई चाहिँ एपोइन्टेड चाहिँ गरेको छ। अब चितवन राइनर्सको पछि काठमाडौँ गोर्खाजको चाहिँ जुन तरिकाको रिटेन प्लेयरहरू छन्, रसिद खान, सन्तोष यादव, साहब आलाम, भीम सार्की र आदिल आलाम, र मेन भनेको मार्क्यू प्लेयर करण केसी। अब पहिला पनि राम्रै प्लेयर थियो तर बिचमा गएर चाहिँ अलिकति त्यस्तो पर्फर्मेन्स दिन सकेको थिएन। तर जुन तरिकाको राशिद खानको जुन तरिकाको बलिङ थियो एउटा राम्रो थियो, एउटा जुन तरिकाको बलिङ एट्याक चाहिँ सुरुको गेममा पनि गरेका थिए सिजन 2 मा राम्रो थियो भने सन्तोष यादव वान अफ द इमर्जिङ प्लेयर अफ नेपाल क्रिकेट, जुन तरिकाको ब्याटिङमा डिस्प्ले छ, जुन तरिकाको बलिङमा डिस्प्ले छ, ओभरअल पिक्चर हेर्दाखेरि चाहिँ काठमाडौँ गोर्खाज राम्रो देखिएको छ। अब त्यस्तै पर्फर्मेन्स आउँछ कि आउँदैन त्यो हेर्न बाँकी नै छ भने काठमाडौँ गोर्खाजलाई चाहिँ मेन भनेको के चाहिएको छ भने करण केसीलाई चाहिँ कम्प्लिमेन्ट गर्ने बलिङ चाहिएको छ, किनभने स्पिन राम्रो छ। मेन भनेको फास्ट बलिङमा चाहिँ कम्प्लिमेन्ट गर्ने र ब्याटिङमा टप अर्डर ब्याटिङमा राम्रो प्लेयरहरू चुज गर्नुपर्छ, लोकल होस् वा ओभरसिज होस्, अनि बल्ल राम्रो हुन्छ। अब नेक्स्ट भनेको
जनकपुर बोल्ट्सले चाहिँ एउटा ठुलो डिसिजन लिएको छ। त्यो डिसिजन भनेको अनिल शाहलाई मार्क्यू प्लेयर वा मेन प्लेयरमा राखेर आसिफ शेखलाई चाहिँ हटाएको छ। भनेपछि आसिफ शेख सायद अक्सनमा आउँछन् होला। आसिफ शेख अक्सनमा आयो भने कुन फ्रेन्चाइजले लिँदा सजिलो हुन्छ? मलाई चाहिँ के लाग्छ भने आसिफ शेख यदि अहिलेको फर्ममा अहिलेको जुन तरिकाको एउटा एग्रेसिभ नेचरको ब्याटिङ गरिरहेका छन्, आसिफ शेख पोखरा एभेन्जर्समा गयो भने पोखरा एभेन्जर्स धेरै अगाडि चाहिँ पुग्न सक्छ। अब रिटर्न प्लेयरमा ललित राजवंशी, अनिल शाह, विक्रम अग्री, मोइन यादव, आदित्य महाता भनेपछि एक्सपिरियन्समा दुईवटा प्लेयरहरू मात्र छन्। भनेपछि अरू प्लेयरहरू लिएर आउनुको लागि यिनीहरूले ब्याटिङ पनि स्ट्रेन्थ गर्नुपर्ने छ, अलिकति स्ट्रङ गराउनु पर्ने छ भने फास्ट बलिङमा एक्सपिरियन्स बलिङलाई लिएर आउनुपर्छ। फास्ट बलिङमा काम गर्नु पर्यो, त्यसपछि नेक्स्ट भनेको ब्याटिङमा पनि काम गर्नु पर्यो। किनभने पहिलाको सिजन 2मा जनकपुर बोल्ट अगाडि नजानुको कारण ब्याटिङै थियो। अनिल शाहको पनि त्यति पर्फर्मेन्स थिएन। त्यसैले अनिल शाह अहिले फर्ममा पनि छन्। अनिल शाहको जुन तरिकाको कन्सिस्टेन्ट आइरहेको छ प्रत्येक गेममा, नेपाल एको जुन तरिकाको फर्ममा रहेका छन्, जुन तरिकाको पर्फर्मेन्स थियो, अनिल शाहको फर्म एकदम इम्पोर्टेन्ट हुन्छ जनकपुर बोल्ट्सलाई। अब यो ओभरअल भनेको जुन तरिकाको, अब अर्को भनेको नेक्स्ट विराटनगर किङ्सको चाहिँ जुन तरिकाको पर्फर्मेन्स छ आउटस्ट्यान्डिङ थियो। विराटनगर किङ्सको जुन तरिकाको रिटर्न प्लेयरहरू छन्, सन्दीप लामिछाने, लोकेश माम, बसिर अहमद, नारायण जोशी, त्यसपछि प्रतीश जीसी, सुभाष भण्डारी। प्रतीश जीसीलाई चाहिँ मैले सधैँ हाइली रेट गर्छु, तर उसको फिटनेसदेखि लिएर उसको स्किल्सदेखि लिएर के छ यो सिजनमा हेर्न बाँकी नै छ भने नेक्स्ट भनेको हाम्रो लुम्बिनी लायन्सको जुन तरिकाको पर्फर्मेन्स थियो पहिलाको सिजनमा आउटस्ट्यान्डिङ थियो। रोहित पौडेलको जुन तरिकाको क्याप्टेनसिप थियो, जुन तरिकाको एउटा डिसिप्लिन थियो, अन्तिममा जुन तरिकाको एउटा शेर मल्ल होस् वा रोहित पौडेल होस्, ब्याटिङमा पनि उति नै एउटा पर्फर्मेन्सले गर्दाखेरि चाहिँ च्याम्पियन भएका थिए। त्यसैले लुम्बिनी लायन्स क्यान बी अगेन डार्क होर्स हुनसक्छ यो पालि सिजन 3को लागि पनि। अक्सन 3 वा नेपाल प्रिमियर लिग सिजन 3को अक्सन भोलिरहेको छ। कतिको एक्साइटेड हुन्छ कमेन्ट गरिदिनु र यो भिडियोलाई लाइक गरिदिनु, यो च्यानललाई सब्सक्राइब गरिदिनु। आई विल सी यू अन द नेक्स्ट भिडियो। जय नेपाल।